नमस्ते, वेलकम टु माई न्यू ब्लग। आज हामी चाहिँ मोमो खान लागि चाहिँ विभिन्न सामानहरू चाहिँ जुटाउँदैछौँ गाइज। ल हेर्नुहोस् है, तपाईँले हेर्न सक्नुहुन्छ यसमा विभिन्न चाहिँ चिजहरू मिसाएर मासुसँग मिक्स गरेर बनाइरहेको छ है गाइज। र अब यो मोमोसँग खान लागि हामीले चाहिँ यसरी मिक्सरमा चाहिँ तिल पिन्दैसके। तिल पिनिसकेपछि चाहिँ यसलाई चाहिँ हामी एकछिनपछि बाहिर निकाल्छौँ र यसमा मिक्स गर्नको लागि हामीले धनियाँ पनि ल्याइसक्यौँ। धनियाँ पनि हाल्छौँ र यो चाहिँ हाम्रो मोमोको डल्लो बनाउनको लागि बनाएको यो गोलो गोलो घेरा है पिठोको गाइज। यो चाहिँ हाम्रो पिठो हो, पिठोलाई चाहिँ यसरी बनाएको छ। केही छिनपछि हाम्रो मोमो चाहिँ पाकिसक्यो। हामी मजाले भाँडामा राखेर चाहिँ मोमोलाई चाहिँ एकदम व्यवस्थित पाराले बनाएको छु र गाइज। एकदम हेर्दाखेरि मिठो खाउँ खाउँ जस्तो भइरहेको छ। यसरी हेर्न सकिन्छ है तपाईँहरूले। ल गाइज, अब यो चाहिँ हाम्रो अचार तयार भइसक्यो। अचार तयार भइसकेपछि हामी चाहिँ केही छिनपछि चाहिँ टक्क चाहिँ ठाउँमा ल्याइसकेँ। ल अब हाम्रो साथीहरूले चाहिँ मोमो चाहिँ प्रत्येक व्यक्तिलाई चाहिँ 10, 12, 15वटा जसले जति खान्छ नि त्यो चाहिँ बाँडिसके र हाम्रो दाइले चाहिँ मजाले मिठो पाराले खाँदै हुनुहुन्छ। हँसिलो पोजिसनमा डाक्क लगाएर खुसीहरू खाँदै हुनुहुन्छ। यो खाँदै बस्नु भएको दाइ चाहिँ एकदम आजको मेन मान्छे हो। यो मान्छेले चाहिँ एकदम मोमोहरू जस्तो डिजाइन पनि बनाउन सक्नुहुन्छ, जस्तो स्वाद पनि बनाउन सक्नुहुन्छ। यो दाइ चाहिँ एकदम राम्रो मान्छे हुनुहुन्छ। आजको मोमो चाहिँ एकदम रमाइलो पाराले हामी सबै बसेर खायौँ है। र हेर्नुहोस् त मजाले चाहिँ अचार हालेर टक्क झोल मोमो बनाएर है हाम्रो दाइले। ल हेर्नुहोस् है त गाइज, तपाईँले सबै हेर्नु सक्नुहुन्छ है त। आजको लागि चाहिँ हाम्रो ब्लग यति नै हो र नेक्स्ट टाइमको लागि पनि हामी चाहिँ ब्लगलाई चाहिँ कन्टिन्यू दिनेछु।